हुल त जनता थियो होला नि धेरै सरकारलाई थाहा हुनुपर्ने हो के भइरहेको छ कसो सरकारको कारणले राजावादीहरू सडकमा आए प्रतिक्रियावादीहरू आए भन्ने हो। सरकारले जवाफ दिनु पर्यो नि 2/3 हैन भने के घट्यो के भयो म त बाहिर छैन। हामीले त भ्रष्टाचारको विरुद्ध ठुलै आन्दोलन सुरु गरेका थियौं। धेरै फाइलहरू ओपन पनि भएका थिए। ती सबै क्लोज भयो भन्ने सुन्छु। जिल्लै पछि मुद्दा लगाएर हातमा तारिख पर्चा थमाइदिएर गएको जनतालाई थाहा छ। प्रशासकीय अधिकृत नपठाएको जनतालाई थाहा छ। खाली कागरी पठाएको जनतालाई थाहा छ। तर यति ठुलो खाल्डो खन्यो कि यी सबैजना यो खाल्डोमा जाकिन्छन् यति चाहिँ म तपाईलाई भन्छु। राजाले हिजो ठुलै शक्ति देखाउनु भयो के अरे हेरिराख्नु भएला कसरी हेर्नु भएको छ त्यो? मैले यसलाई यता राख्नु। अब अहिले मैले त्यस्तो प्रतिक्रिया दिनुपर्ने समय आउन बाँकी छ। म त्यसको प्रतीक्षारत छु। सरकारले जवाफ दिनुपर्ने 2/3 सरकार भने हैन र एकदमै शक्ति छ जनताले चाहिँ महसुस गर्नुपर्ने गर्ने भने सरकारले जवाफ दिनु पर्यो नि। हामीले त भ्रष्टाचारको विरुद्ध ठुलै आन्दोलन सुरु गरेका थियौं। धेरै फाइलहरू ओपन पनि भएका थिए। ती सबै क्लोज भयो भन्ने सुन्छु। अब सरकार 2/3 को छ यो प्रश्न मलाई भन्दा सरकारलाई सोध्न जरुरी छ। सरकारको कारणले राजावादीहरू सडकमा आए प्रतिक्रियावादीहरू आए भन्ने हो। अब 7 महिना अगाडि हामीले सरकार बुझाउँदाखेरि विभिन्न मानिसहरूको गिरफ्तारी भएको थियो। 7 महिना अगाडि सरकार हामीले छोड्दाखेरि बाटोमा भएका सहकारी पीडित लघुवित्त पीडित आरती शाहको परिवार सबै ठाउँ ठाउँबाट आउनुभएका अन्य आन्दोलनकारीहरू सबै खाली थियो। माइतीघर मण्डललाई बन्द थियो। हामीले त्यसलाई खुला गरेका थियौं। अहिले जवाफ सरकारले दिनु पर्ला नि। मेरो विचारमा सरकारलाई थाहा हुनुपर्ने हो के भइरहेको छ कस्तो भइरहेको छ भनेर। जनता त हेरिरहेका छन् नि त के भयो कसो भयो भनेर। त्यो हजारौं हुल त जनता थियो होला नि धेरै त जनताको हुल थियो हैन। मेरो बोल्ने समय आउँदैछ। अहिले मैले सरकारलाई जिम्मेवारी लिएर म केही समय पछाडि नै अलिकति बृहत रूपमा आफ्ना कुराहरू राख्ने तयारीमा जो साथी हो। हरायो रविजी चाहिँ एकदम गुमनाम हुनुभयो भन्ने छ नि त। यो चाहिँ के हो खास गरी कता हराउनु भएको भन्ने चाहिँ ए हैन म हराएको छैन। म यतै छु। हराउने त कुरै भएन तर अलिकति केही तयारीहरू गरिरहेको छु। त्यसकारण मैले भन्ने कुराहरू एकदमै आउन बाँकी छ। त्यसकारणले केही चिन्ता नगर्नुहोस्। जनताले हेरिरहेका छन्। जनतालाई राम्रोसँग थाहा छ। जनतालाई जिल्लै पछि मुद्दा लगाएर हातमा तारिख पर्चा चाहिँ थमाइदिएर गएको जनतालाई थाहा छ। प्रशासकीय अधिकृत नपठाएको जनतालाई थाहा छ। खाली कागरी पठाएको जनतालाई थाहा छ। आफ्ना मान्छेको मुद्दा छानी जोगाएको थाहा छ। अर्काको मान्छेलाई छानी जनताले के अरे चाहिँ मुद्दा लगाएको जनतालाई सबै थाहा छ। त्यसकारणले सरकारले जवाफ दिनु पर्यो नि 2/3 हैन भने के घट्यो के भयो म त बाहिर छैन। तपाईहरु दुई ठुला दलले सरकार चलाइरहेको बेलामा राजाले यो लेभलको प्रदर्शन मेरो समय एउटा कुरा आशा छ हेर्नु। अहिले ठुला दल केपी ओली प्रचण्डजी बोल्नुहुन्छ उल्टो राजालाई सहानुभूति आइरहेछ। तपाईहरु नयाँ पुस्ताको राजनीति गणतन्त्र लोकतन्त्रको सुन्दर फुलबारी बनेर आउनुभएको। तपाईहरुमाथि आशा ठुलै छ। तपाईहरु नबोल्ने भने राजावादीहरु नबोल्ने व्यवस्था जोगाउनु तपाईहरुको जिम्मा होइन। नबोल्ने कहिले हामीले भनेकै छैनौँ। हामी बोलि नै रहेका छौँ। निरन्तर बोलिरहेका छौँ। मेरो कुराकानी गर्नुभएको छ भने पार्टी त हाम्रो उपस्थित देखिरहनु भएको छैछ। म त पार्लियामेन्टमा छैन। छल कपट गरेर पार्लियामेन्टमा मलाई रोकेका छन् हैन। तर बाटो त सजिलो देखाएको छ नि त। एउटा कुरा चाहिँ तपाईहरुलाई म भन्छु। मलाई पूर्ण भनेर सरकारले जत्रो खाल्डो खन्यो सानो मलाई पूर्ण मात्र मिल्ने खाल्डो खनेको भए त मलाई मात्र पूर्ण मिल्थ्यो। तर यति ठुलो खाल्डो खन्यो कि यी सबैजना यो खाल्डोमा जाकिन्छन् यति चाहिँ म तपाईलाई भन्छु। हस् ल नमस्कार सबैलाई है। ल फेरि भेटौँला। भएन ल ए सबैले खिच्नुमा मलाई दिनुहोस् है फोटो है। ल खिच्नु ल दिइहाल्नु ल उहाँले तपाईँलाई दिनुहुन्छ है। बोल्दैछु चिन्ता नगर्नुहोस्। थ्याङ्क यू। म भाग्ने मान्छे होइन नि। भाग्ने त अरू म त सामना गर्ने मान्छे हो। शुभयात्रा। हस् ल।